सर्ट टर्ममा चाहिँ अब के भन्दा टेस्ट अफरिङ गर्ने अब यो डिसाइड भएको हाम्रो स्कुलको एलुमिनाईहरूले 61 देखि 23सम्मको ब्याच भने हो। फर्स्ट सुरु चाहिँ टेस्ट अफरिङ सबैलाई याद छ होला, यो आई जस्ट एक्सप्लेन इन सर्ट। यो चाहिँ अब के भन्छ स्पिरिचुअल लिडर्सहरूलाई यो एप्रिसिएसन, ग्रेटिट्युड एन्ड थ्याङ्क गिभिङ जस्तो हो। अनि दिस इज अब बिग अफरिङ टु द होलिनेस को लागि हो। सो दिस वाज डिसाइडेड अन 27 मार्च। अब यस्तो चाहिँ सर्टमा भन्छु त्यो 27 मार्चमा चाहिँ हामी यहाँनिर जस्ट गेट टुगेदर नानीहरूलाई एउटा खाना दिनु भनेर गेट टुगेदर भएको थियो। त्यो गेट टुगेदरमा चाहिँ अब हामी बातहरू गर्दा खानाहरू दिँदा त्यहाँदेखि चाहिँ यो बात निस्किँदा चाहिँ दिस वाज डिसाइडेड अफरिङ भन्दा एभ्री वान सबैले अब के गर्यो ओके गर्दाखेरि चाहिँ यो डिसाइड भएको। सो हुएभर वाज देयर प्रेजेन्ट द्याट डे अर्गनाइजिङ कमिटी आई थिङ्क त्यस्तो भएको हो। त्यसमा अन्तखेरि त्यसमा केही मिसअन्डरस्ट्यान्डिङ छैन। द्याट डेको मिटिङ चाहिँ पेन्सो अफरिङको लागि थिएन। अन्त त्यसको बादमा चाहिँ उहाँहरू अब आफ्नै इनिसिएटिभमा धर्मशाला जानुभएर सबै कुरा बातहरू गरेर आउनुभएछ। सो धर्मशालामा एकदमै पोजिटिभ के भन्छ रेस्पोन्स पाउँदाखेरि चाहिँ अब जस्तै हाम्रो स्कुलकै सबै एलुमिनाईहरू रहेछ त्यहाँनिर, त्यस कारणले दे गेभ अ भेरी पोजिटिभ रेस्पोन्स कि वी आर हियर, हामी सबै कुरा तपाईँहरूलाई हेल्प गर्छ, सो यु अल गो हेड भन्ने दिँदाखेरि चाहिँ उनीहरू एकदमै एक्साइटेड भएर फर्किनु भएको थियो। द भेरी नेक्स्ट डे चाहिँ जिम्मालाले मिटिङ राख्नुभयो पासाडोमलाको घरमा। अन्त त्यो मिटिङमा सबै उनीहरूले ब्रिफ गर्नुभयो अब के भयो हाम्रो उतानिर को छ छ्याला, अन्त पासाडोमलाको यङ्गर ब्रदर है, उनीहरू सबैले चाहिँ हामीलाई उतानिर वाट एभर इज निडेड इन धर्मशाला चाहिँ उनीहरूले हामीलाई सपोर्ट गर्छ। हामी चाहिँ यहाँबाट वाटर वी सपोज टु डु हामी यताबाट गर्नु भनेर चाहिँ त्यो दिन चाहिँ कमिटी फर्म भयो। अब त्यो पासाडोमाको घरमा चाहिँ अब फुल्ली बात भयो। अन्त त्यहाँदेखि चाहिँ डिसाइड भएको हो। आफ्टर द्याट चाहिँ अब हामी ट्वाइस पासाडोमा घरमा, त्यहाँदेखि लक्ष्मीहरूको घरमा फेरि एकपल्ट हामी भेट्यो। सो 2टा मिटिङ भइसक्यो। अन्त सो त्यसमा चाहिँ हाउ टु गो अहेड भन्ने कतिवटा स्ट्राटेजीहरू अन्तखेरि प्लान्सहरू गऱ्यो। त्यसमा हामीले अब डिफ्रेन्ट प्लेसेसमा के अरे डिफ्रेन्ट कोअर्डिनेटर्सहरू राख्यो डिफ्रेन्ट कन्ट्रिजमा। अब नामहरू अघि भनिहाल्नुभयो है। अन्तखेरि त्यहाँदेखि दार्जिलिङमा चाहिँ हामी सबैजना छ है। सो कसैलाई पनि केही पनि डाउट छ भने तपाईँहरू पर्सनल्ली हामीलाई कल गरेर सोध्नु सक्नुहुन्छ हो। अन्त तपाईँहरूको कन्ट्रिब्युसनको लागि पनि कसरी कहाँ यु अल क्यान कन्ट्याक्ट अस एनी वान अफ अस। अब हामी यहाँ कोही पनि छ, सबैजनालाई अब नेपाली नन टिबेटन्सलाई गर्नुपर्छ भनेर पनि छैन। इट इज जसलाई तपाईँहरूलाई कन्भिनियन्ट लाग्छ कल गर्नु, उनीहरूलाई कल गरेर तपाईँहरू बात गर्नु सक्नुहुन्छ है। अन्त यहाँनिर कसैले बुझ्नु भएको छैन भने अब मलाई पनि कन्ट्याक्ट गर्दाखेरि हुन्छ है। दार्जिलिङमा हामी यतिजना छ। अन्तखेरि अघि एउटा डेडलाइनको कुरा गर्नुभयो, किनभने डेट चाहिँ हामीले एनिवेयर बिट्विन अब जनवरी 25देखि पाउनु सक्छ भनेको छ टेन्सो अफरिङको लागि। सो अब हामी चाहिँ रेडी बस्नुपर्छ भन्दाखेरि चाहिँ वी पुट अ डेडलाइन फर कलेक्सन अफ द फन्ड। सो द्याट वाज 30th सेप्टेम्बर राइट। 30th सेप्टेम्बर 2024 चाहिँ हामीले डेडलाइन राखेको छ। तबसम्म चाहिँ वी विल वर्क हार्ड टु अब त्यो कन्ट्रिब्युसन कलेक्ट गर्नुको लागि। अन्त नेक्स्ट कुरा चाहिँ अब अलरेडी भन्नुभयो कतिजनाले अलरेडी कन्ट्रिब्युट गरिसकेको छ। 10 लाख प्लस चाहिँ हामीले कलेक्ट गरिसक्यौँ। सो एकदमै सबै पोजिटिभ इट्स गोइङ डल्लै पोजिटिभ उसमा जाँदैछ के अरे अब सबै कुराहरू पोजिटिभमै जाँदैछ। सो आई थिङ्क सो वी आर राइट अन द राइट पाथमै छ। सो अब तपाईँहरूको अरू केही त छैन, अब अरू के बुझाउनु पर्ने छैन नेपालको त्यति सर्टमै भन्दैछु। त्यस कारणले गर्दा तपाईँहरूलाई केही पनि छ भने अब यहाँनिर बिचरा भाइ नरबुजी आइदिनु भएछ, सुवर्णा है, थ्याङ्क यू सो मच सुभाष, थ्याङ्क यू सो मच कमिङ अल द वे है टाढोबाट आएको। सो तपाईँहरूलाई केही डाउट छ भने पर्सनली मलाई सोध्दा पनि हुन्छ, त्यसमा केही पनि प्रब्लम्स छैन है। सो थ्याङ्क यू।